हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल केशव अधिकारी। के छ तपाईहरुको खबर? सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ मेरो चाहिँ शनिबारको दिन भएर बिदा थियो काम। मेरो शनिबार र आइतबार चाहिँ बिदा हुन्छ क्या काम। अनि बिदाको दिन चाहिँ त्यतिकै बस्नु पर्यो रुममै, कति यताउति कुदिराख्ने भनेर अल्छी पनि लागिरहेको थियो। अनि अनएक्सपेक्टेडली मेरो एकजना साथीले मलाई मेसेज गरे क्या। कैलाश रेग्मी भन्ने साथी चाहिँ मेरो नेपालदेखिकै साथी हो। अनि म जापान आएको 7 वर्ष भइसक्यो। अनि जापान आउनुभन्दा अगाडि एकचोटि भेटेको थिएँ, त्यस पछाडि उसँग भेटेकै छैन। ऊ पनि जापान आएको थियो। अनि म फुकुओकामा हुँदाखेरि चाहिँ म चाहिँ ओगोरीमा बस्थेँ। फुकुओकाको ओगोरीसी भन्ने ठाउँमा, अलिक गाउँ नै टाइपको ठाउँ हो। अनि ऊ चाहिँ हाकाता भन्ने ठाउँमा आएको रहेछ क्या। अनि भेटौँ न साथी भनेर भनिरहेको थियो। मलाई पनि भेट्नु चाहिँ ओभर मन लागिरहेको थियो त्यति बेला पनि। अनि स्टुडेन्ट हुँदाखेरि अब एकदमै बिजी हुने क्या, कलेजको टाइम अनि फेरि कामको बिदाको टाइम ठ्याक्क मिलाउन गाह्रो हुने। दुईजनाकै मिलाउन त झन् एकदमै गाह्रो हुने क्या। जापानभित्रै भए पनि भेट्नु गाह्रो हुन्छ, तर फुकुओकाभित्र हुँदाखेरि पनि हामीलाई भेट्नु गाह्रो भयो क्या। अनि आज उसले ठ्याक्क मेसेज गर्यो अनि भेटौँ न भन्यो। अनि मलाई पनि भेट्नु मन लागिरहेको थियो। ऊ चाहिँ आजकल चाहिँ चिपामा बस्दो रहेछ। तर म जानु लागेको ठाउँ चाहिँ कहाँ हो, कुन ठाउँ हो भनेर चाहिँ मलाई राम्ररी थाहा छैन होइन। उसलाई चाहिँ एड्रेस पठाउन मैले भनेको थिएँ। अनि एड्रेस हेर्दै जानु पर्यो भनेर मैले सोचेँ होइन। अनि चिबाको कुन ठाउँ हो गएपछि नै थाहा हुन्छ। अनि म चाहिँ अहिले चाहिँ रुमबाट बाहिर निस्किसकेको छु। 7 वर्षपछिको भेट चाहिँ एकदमै एक्साइटिङ लागिरहेछ मलाई चाहिँ। साथी कस्तो भयो होला भनेर होइन। कलेज पढ्दाखेरिको साथी हो। म चाहिँ कलेज चाहिँ इटरीको कोसी सेन्ट जेम्स रेजिडेन्टल हायर सेकेन्डरी स्कुल भन्थ्यो त्यति बेला चाहिँ। +2 चाहिँ त्यहाँबाट। अनि कलेज चाहिँ कोसी सेन्ट जेम्स कलेज भन्नेमा चाहिँ ब्याचलर गरेको क्या। अनि हामी चाहिँ ब्याचलर पढ्दाखेरिदेखिको सँगै साथी हो। अनि म चाहिँ आज चाहिँ उसलाई भेट्न जाँदैछु। खासै धेरै कुरा पनि भएको छैन क्या उसँग। अब जापानको लाइफ बिजी लाइफ, आफैलाई टाइम मिलाउन गाह्रो हुने। अनि आज चाहिँ फाइनल्ली टाइम पनि मिल्यो। शनिबार मेरो बिदाको दिन पनि। फेरि उसको चाहिँ नाइट काम छ अरे क्या, त्यो चाहिँ झ्याउ लाग्यो। बिदा राख्नु मिल्दैन भनेर सोधेको। अब मैले पनि बुझ्नुपर्ने कुरा पनि हो हुन त। मिलिहाल्छ कि भनेर सोधेको होइन, मिल्दैन अरे। फेरि कन्भिनियन्स स्टोरमा काम गर्दो रहेछ उसले चाहिँ। त्यहाँ चाहिँ अब बिदा खासै दिँदैन क्या। एकजना दुईजना मात्रै हुन्छ क्या स्टाफ। अनि एकजना बिदा बस्थ्यो भने चाहिँ पुरै काम नै ठप्प हुन्छ नि त। अनि भन्ने बित्तिकै अलिक अगाडिदेखि भनेन भने त्यस्तोमा चाहिँ बिदा पाउनु गाह्रो हुन्छ क्या। ठुलो कम्पनीहरूमा चाहिँ धेरैजना हुन्छ जो बिदा बसेर मतलब हुँदैन। भन्ने बित्तिकै बिदा दिने ठाउँ पनि हुन्छ। पहिला म फुकुओकामा हुँदाखेरि चाहिँ बेन्तो खाइसा ठुलो खाइसा थियो। त्यहाँ चाहिँ धेरैजना थियो क्या। नेपालीहरू पनि धेरैजना थियो, जापानिजहरू पनि थियो, साइनहरू धेरैजना थियो। अनि त्यहाँ चाहिँ नभनिकन पनि बिदा बस दिन्थ्यौँ क्या हामी। अब अर्कोचोटिबाट चाहिँ भन् न त निकालिदिन्छु कामबाट भनेर भन्थ्यो। तै पनि कसले टेर्ने, कहिले सुते भइदिने, कहिले के भइदिने। अनि पेट दुखो, टाउको दुखो। सुरुमा जापान आउँदाखेरि चाहिँ त्यो बिदा माग्दाखेरि कसरी बिदा माग्ने भनेर थाहै थिएन क्या। अनि नेपालको कन्सल्टेन्सीको सरले त आतामाई दाइदेश त्यस्तै त पढेको हुन्छ नि। आतामाई दाइदेश नेचुगारिमास त्यस्तै पढेको हुन्छ। अनि जहिले पनि आतामाई दाइदेश भन्ने क्या बिदा माग्दाखेरि। यसको त टाउको पनि कति दुख्छ, यसलाई के बिरामी छ कि क्या हो भन्थ्यो होला। आतामाई दाइदेश। अनि अलिक पछि नेचुगारिमास भन्ने थाहा भयो। अनि त्यस पछाडि फेरि पखाला लाग्यो भन्ने थाहा भयो। साथीले सिकाइदिएको थियो क्या, गेरी देश भन्नुपर्छ भनेर भन्थ्यो। अब नयाँ नयाँमा खासै आउँदैन थियो नि त। अनि कहिले गेरी देश, कहिले आतामाइताई देश, कहिले नेचुगारिमास, त्यति नै हो। सुरुमा जापान आउँदाखेरि चाहिँ एकदमै अनौठो लाग्थ्यो हो। सुरुमा जापान आउँदाखेरि त त्यो साउन्डहरू हुन्छ नि, कन्भिनियन्स स्टोरहरूमा टुडुङ टुडुङ गर्छ नि हो त्यो साउन्डहरू। अनि त्यो फोहोरहरूको गाडीहरू हुन्छ क्या, गोमीको गाडीहरू आउँदाखेरि त्यो साउन्डहरू एकदमै कस्तो लाग्थ्यो क्या, अनौठो लाग्थ्यो क्या। पछि अलिक बानी भयो।
चिपा प्रिफेक्चर चाहिँ चिपा प्रिफेक्चर भित्र रहेछ तर कुन ठाउँ हो मलाई पनि थाहा भएन अनि यस नयाँ ठाउँ जानुलाई चाहिँ मलाई एकदमै मनपर्छ क्या अनि अनप्लान्ड जर्नी त झन् बेस्ट भइहाल्यो अनि गइदिउँ न त भनेर सो बाटोहरू पनि नयाँ बाटोहरू होइन कस्तो छ हेर्दै गइदिउँ न त म क्यामेरा अगाडिपट्टि फर्काउँछु गाइस अनि लेट्स गो है त आज शनिबार हेर्नु न कस्तो छ भिड छ सबैको बिदा हुन्छ नि त अनि सबैजना यताउति निस्किने अनि अब बच्चाहरूको पनि स्कुलहरू छुट्टी हुन्छ अनि घुमाउनहरू लिएर जानेहरू पनि सबै शनिबार आइतबार भएको भएर बिजी हुन्छ क्या बाटो जापानमा टाइम बितेको चाहिँ थाहै नहुने कति छिटो टाइम बित्छ है झन् नाइट काम गर्दाखेरि त कस्तो छिटो टाइम जान्दैन टाइम गएको थाहै नहुने अब बिहान कामबाट आयो होइन नाइट काम गरेर 6-7 बजे कामबाट आयो अनि त्यस पछाडि कलेज गयो अनि कलेज गएर कहिलेकाहीँ क्लास लामो हुन्थ्यो कहिले छोटो हुन्थ्यो लामो छ भने 9 बजीदेखि कलेज भयो भने कहिलेकाहीँ त 5:40मा सकिन्थ्यो क्या कलेज अनि 6 बजे आयो एकछिन सुतेर अनि 9 बजे फेरि उठेर काम जाँदाखेरि 25 तारिकको बेलुका काम गयो भने 26 तारिक हुन्छ काम सकिँदाखेरि अनि 26 तारिक कलेज गयो आएँ हतार गरेर सुत्यो भने 27 तारिक भयो 2-3 दिन त एकैछिनमा गयो जस्तो लाग्थ्यो क्या त्यति बेला त झन् अहिले चाहिँ बिहान उठेर काम गयो 8 बजेदेखि 5 बजेसम्म अनि बेलुका राति सुत्नु पाउँछ अहिले चाहिँ आनन्द छ त्यो चाहिँ रमाइलो लागेको छ मलाई अहिलेको कामको रातिको निन्द्रा चाहिँ के हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले यहाँ जापान आएर थाहा पाएँ स्टुडेन्टलाई बोल्दाखेरि राति नसुते यस्तो कस्तो टाउको नै कस्तो हुने क्या भारी रहेछ मलाई त्यति धेरै बोल्न आउँदैन है गाइज म चाहिँ अलिक एक्सप्रेसिभ छुइनँ क्या अनि फेरि कस्तो भइसक्यो भने लाइफमा दुःखहरू भनेको यस्तै त रहेछ सबै कुराहरू नर्मल लाग्न थालिसक्यो क्या त्यही भएर पनि होला यस्तो रहेछ है भन्ने खालको चाहिँ हुँदैन क्या मलाई चाहिँ यस्तै त हो नि जस्तो लाग्छ क्या अनि त्यही भएर खासै बोल्ने कुराहरू पनि खासै भेटाउँदिनँ क्या जे कुराको पनि मतलब खोजेर हो कि यस्तो किन भयो यस्तो कसरी भयो भनेर सोच्ने खालको मान्छे छु नि त म चाहिँ अनि यस्तो रहेछ है भन्छ नि त्यस्तो लाग्दैन क्या यहाँ बसेर साथी एकछिन ल साथी एकछिन ल लाइट बल्ल कि यहाँ नै रोक्छु एकछिन लगाइदेऊ कस्तो फेरि पछाडि पुलिस आइरहेछ लाइटको ठ्याक्कै अगाडिपट्टि भएर क्या साथीलाई रोक्नै मिलेन यहाँनिर लसनमा रोक्छ पछाडिपट्टि फेरि पुलिस आइरहेको थियो अनि जहाँ पाइदियो रोक्यो भने फेरि फाइन दिइदिन्छ क्या गाह्रो छ जापानमा लसनमा राखेपछि चाहिँ ओके हुन्छ नि यताबाट छ क्या फेरि कताबाट यताबाट छ दाइ त्यहाँ आज ल दाइ बस्नु त पछाडि बस्नु दाइ बस्नु दाइ दाइ हाम्रो साथीले फाइनल्ली 7 वर्ष पछाडि 7-8 भयो 8 वर्ष भेट्नु भएको 8 वर्ष भइसक्यो तिम्रो फुरो कहाँ भेट भयो त मेरो ए है दाइको नाम चाहिँ मेरो ईश्वर सुनार भाइ है म चाहिँ केशव अधिकारी धनकुटा साथी चाहिँ इटरी हैन जोसुकै पनि रेग्मीको चाहिँ त म दाजुको केही नभने भनेर आएको नि त म 9:30 त मेरै हो म यो सिफ्ट कसैले केही गर्दै गर्दैन भरे त मेरो सिफ्ट हो नि त
सामानहरु के छ दाइ फेरि चिपा एकीमा मैले गएको ठाउँ थियो भने त्यहाँ छैन कि पार्किङ छैन फेरि अर्को ठाउँमा दुईटै लस हुन क्या मेरो कता हो जाने ठाउँ चाहिँ चिपा एकीमा छ त्यहाँ चाहिँ पैसा तिरेर पार्किङ हालिदिनु पर्छ ए हुन्छ घन्टा 2 दिन चाहिँ त पर्छ घरे गएर आज सामान आउँदैन रसुन तिम्रो थाहा छ त शनिबार 2 जना हो 2 बजेसम्म दाइ चाहिँ वर्किङबाट वर्किङ भन्दैको ब्याचलर पास चिबा एकी जानु पर्यो मैले कसै खारी मेनले 3 चोटी भयो फेरि भएको मान्छे अब मेरो 29 तारिखमा 2 हप्ता कोसो मेरो ग्यास उलाउनु के भन्दछ नि के भन्दो रहेछ ग्यास उलाउनु के भन्दछ नि जाँटो त्यो 2 हप्ता कोसलाई त्यहाँ पास भने फेरि पठाइदिनु रहेछ जाँटोले कहाँ पठाइदियो खारीमेनको यहाँ पास गरेर चाहिँ पठाइदिनु ट्रायल पास नगरेर पठाइदिनु रहेछ क्या उता यता अब यो लास्ट बिहिबार छ क्या नेपालीबाट एक्जाम दिनु क्वेसन फेरि मसँग 50 वटै छ तना भन्छ नि लेखेर आएछु 50 वटै क्वेसन खारीमेनको यो गाडी यो बिचमा रोकेन कसैले 4-5 वटा सेट हुन्छ नि क्वेसनको कहाँ 4 बाट यति यत्र हुन्छ 50 वटा मात्रै भन्छ तर क्वेसनै याद छ क्या मसँग क्वेसनै छ क्या मैले कपीमा लेखेको छु क्वेसनै क्या सेट होइन क्वेसनै त्यो 50 वटा 4-5 वटा सेटको भयो भने क्वेसनै मसँग छ क्वेसनै कपीमा तिमीलाई देखाउनु अहिले अनि कुन सेटको आउँछ भनेर कसरी थाहा भयो क्वेसनै थाहा छ भनेको क्या जहाँसुकै माथि तल आऊ जहाँसुकै आऊ मतलब भएन त्यो माथि तल हुने क्या क्वेसन पनि बुझेनौ बुझे अब अनि पास हुने सुरुमा 36 41 44 अब के खुले जुन पार्किङ भएन नि तिम्रो पनि वर्किङ लाउन मिल्छ होला मेरो वर्किङ लाउन मिल्छ होला मेरो नाइ त झर्छ होला के को हो तिम्रो सेममा किन्चुको नि गाडीको लाइसेन्स निकाल्दैछु त्यो के हो ट्रकको पनि ट्राई गरिरहेछु ट्रकको अटोमेटिक वाला एमटी हैन अर्को 80 भन्छ हैन 80 अन्त एमटी मै छु यहाँ रोक्नु है त्यही पार्किङ गर्दैन त्यही जाउँ त सुरुमा हैन यो मलाई यो चाहिँदैन म आफै भन्दैछु अनि भरे बिचमा गाडी रोयो भने तना भन्छ म लोकेसन भन्दैछु चिबा निकेन गएको छेउको आएर त चिबा निकेन तिमीले लोकेसन त भन्छौ भरे बिचमा कहाँ बिचमा चिबा निकेन हान चिबा निकेन नियर बाई पार्किङ भन्नु न किन मुडामा त्यस्तै चिबा निकेन दुब्लाई होला नि दारी चाहिँ आएछ बरु दारी दिएन बरु फोटो देखाइदिउ नाचेको छु त फोटो देखाइदिन्छु यस्तै हो त नेचुरल हैन थाहा थिएन तिमीलाई पहिला यस्तै कसम म पागल हुने कि तिमी हुने हो म देखाउ म विदेश नहिँड्ने भन्ने मान्छे हो नि विदेश जानु हुँदैन भन्ने मान्छे म किन आएको त तिमी कतिमा भाइको म मा 29 म आएको 7 वर्ष भयो दाइ हजुर आकेको होला हजुर जानी हो नि गएको छैन म त एकचोटि पनि कहाँ छ स्कुल पछाडि बस्नेर सिट बेल्ट हाल्नुपर्छ पर्दैन भने क्वेसन सोचा पछाडि बस्नेर किन पर्दैन पर्छ नि कौशोकमा चाहिँ पर्छ पर्दैन अनिवार्य पर्छ कौशोकमा चाहिँ अनिवार्य पर्छ क्वेसन अनुसार पर्छ पर्दैन क्वेसनले सोधे अनुसार म क्वेसन देखाइदिइहाल्छु नि क्वेसनै छैन मसँग कपीमा चाहिँ लेखेको यहाँ लेखेको सारेको छु न फोटो खिचाउँछ होइन ढोका लागेको छैन दाइ आउनु भएको चाहिँ कति भयो दाइ 5 महिना जस्तो अगाडि बस्ने सिट लाग्यो पछाडि बस्ने सिट लाउनु अनिवार्य छ भन्ने क्वेसनमा के हो दाइ जस्तो लाउनु भयो छैन कि हो मारु हो कि हो अनिवार्य नै हो हुन त यो कुन बाटो आइयो क्या 7 वर्ष नेपाल नगएको अहिलेसम्म हजुर जाने प्लान हो अब अर्को वर्षतिर होला यहाँ गर्ने उतै गर्ने कि नेपालमा गर्ने यही गर्ने त्यही त नेपालमै गर्ने हो यहीँबाट जाने कि सँगै जाने भन्ने खोइ अब के हुन्छ त्यो सस्पेन्स राख्ने सँगै प्लान गर्दा म त अर्को मार्च जाने म मेरो पनि यही छ त यही छ त
भर्खर आएको छ क्या कहाँ छ सेन्दाईमा चाहिँ काम नलाउनु बिजोग भइरहेको छ मलाई यहाँ सेन्दाई त टाढा सेन्दाई मलाई केही थाहा छैन मैले कसरी काम लगाइदिनु सेन्दाईको मान्छेलाई नेपालबाट त्यही भन्छ पनि मैले 2-3 वटा ठाउँ आफै बसेको ठाउँ सक्छु त्यो किता क्युसीतिर म सक्दिनँ नि त म तिमीलाई पनि कुरा गरेको थिएँ नि अनि तिमीले पनि त सुरुमा आउँदाखेरि त बुझेको थिएनौ नि त पछिबाट बुझेको कहाँ के हो कसो चिबा भन्ने बित्तिकै चिबा मात्रै चिबाको यो ठाउँ म बसेको ठाउँ वरिपरि हुनु पर्यो नि त पर त म कहाँ थाहा छ त चिबामा काम लगाइदियो भनेर भएन नि त चिबा त ठुलो छ त्यही पर्दो रहेछ कि कुरो यहाँ तर मलाई यहाँ लास्ट ब्लक लागेको नि काममा त तिमीले सुरुमा म फुक्को गाउँदैछु तिमीले काम मलाई खोजिदिनु पर्छ भने ट्रेनमा जाँदाखेरि पनि 1-1.5 घन्टा लाग्ने ठाउँ छ अनि कहाँबाट काम किता क्यु छ तिम्रो एक्जाम दिन आउँथ्यो म त्यता घुम त यता जाने सायद कता देखायो मैले त्यहाँ ओनरलाई पनि फोन गरेर सोधिसकेको त दाइ थाइल्यान्डमा छ अरे अहिले नाम को दाइ त्यहाँ अहिले त्यो होटेलमा पार्किङ गर्ने ठाउँ छ नि दाइ भनेर हाम्रो गाईको अगाडि होटेल दाइलाई म याद गर्दिनँ नि त अनि भाइ पार्किङ चाहिँ पछितिर गर्नुपर्छ अनाउँछु के कतिवटा छ यार भाइ दाइको पोखरा रहेछ पोखरा त म त काठमाडौँ कटेको छैन पोखरा गयो हैन मनाङ मुस्ताङ पुगेको छौँ म मनाङ मुस्ताङ पुगेको छु दाइ तिमी त गयो है म त आउनु गएकोबाट ऊ गएन त जापान आइसक्यो आउनु भन्दा 6-7 दिन अगाडि कलेजको टुर नजाने भनेर नगएको जापान आइसक्यो आउनु भन्दा 6-7 दिन अगाडि गराएको यो कपाल खोइ क्या कपाल छैन नि यो कपाल खोइ यहाँको पानीले झरेको भाइको यहीको पानीले दाइ नेपाली नेपाली होटेल त मेरो गएको यो है दाइ गाडी यहीँ राखिदिन्छु ल साथी हालिदिउँ देखायो ए म त अस्ति आएको थिएँ यार यहाँ मेरो गएको यो हो यहाँनिर नेपाली रेस्टुरेन्ट छ होइन त्यही हो ए जाँदा यहाँ आएर मलाई भनेको यहाँ आएर मलाई तिमी यहाँ मेरो गएको यो हो चिपानीको तिमी यहाँ छ भनेर के थाहा त मलाई मेरो गएको यहाँ पनि पैसा तिर्नु छ मेरो गएको न चिपानीको नु गाडीको मित्र छ घरको मित्र घर बनाउने नक्सा बनाउने घरै गएको मेरो गएको अब चाहिँ हामी नेपाली रेस्टुरेन्ट जाँदै चाहिँ यस्तो छ साथीको यहाँ कपाल उडिसकेपछि जापान आएर ठिकै छ साथी कालो साउट आउट दिनु पऱ्यो तिमीले म के दिनु लागोस् न यहाँ उका सुका हुक्का लिनु लाग्छ र हाम्रो त्यो दाइको त्यो टिचर होइन मैले के हो त्यो दाइ टिचर थियो होइन नाम के हो राति हजुर तिमी आउनुभन्दा अगाडि नाम के हाम्रो रेस्टुरेन्टको राज दरबार मनिष भाइ अहिले छुट्टी हुनुहुन्छ म छु ल राजा बसौँ ल भाइ बसौँ राज दरबारमा यहाँ भन्दा पनि कहाँ बस्छ यहाँ बस्नु होला यहाँ बेटर हुन्छ कहाँ यहाँ यता बस्नु कुनामा कुनामा यहाँ हरेर त्यो बस्छ यहाँ के साथी के बस्नु अरे मलाई चाहिँ कुना बस्नु मनपर्छ हो म फेरि म बुझाउँछु नि त फेरि नेपालीको साइन्स पार्न पर्छ अहिले उहाँहरू नपढ्याउनु भएको मैले बुझाउन सक्छु नि त हामी छौँ नेपाली 3-4 जना पनि नपढिकन आएकै एउटा हाम्रो एक दिनमा एउटा साइड भ्याउनै पर्छ होइन 2 घन्टा काम गऱ्यो भने 6 घन्टा काम गर्ने हाम्रो कहिले 1 घन्टा काम हुन्छ होइन कहिले 1 घन्टा काम हुन्छ कहिले 6 घन्टा काम हुन्छ कहिले 12 घन्टा काम हुन्छ टेन्सन हुन्छ नि के भएको कहिले काहीँ साइडमा जाने एउटा दुईवटा नोट बस्यो खोल्यो हिँड्यो सही यो ओभर हुँदैन ओभरको रिमोभरमा त चुके गरेर घर गएको छु क्या भ्याइयो कि एउटा बक्सबाट नि हाम्रो भ्याइयो कि दिनको केटु तर उहाँ ब्रदर कस्तो साइड आनन्द कति मजाको उहाँले जे बोल्यो त्यो ठ्याक्कै हुने मान्छे है कस्तो हेर्दा सुरुमा झ्याउलाउँदो रहेछ तपाईँ किन झ्याउलाइसकेन कि मलाई ओके पनि यही अनुसार हो हजुर ओके मेरो छुट्टै कम्पनी योलाई के कुशल बङ्गालहरू नै हुन्छ कुशल भाइलाई किन दिनुभयो अस्ति नेपाल गएर आएको भाइ त्यो भटेको सालोहरू क्या अस्ति भाइको यो भाइ नेपाल गएर आएको यिनीहरूको सानो भाइ रहेछ म आफै भाइ भन्छु होइन पुरावासीको लक्ष्य मेरो लक्ष्यमा एकजना इन्टरभ्यू दिएको भाइलाई फाल्दो ट्रेन दोहोऱ्यो नि इन्टरभ्यू फाल्यो पुरावासीको लक्ष्य कहाँ भेट्यो कन्टिन्यूकै इन्टरभ्यू फाल्दियो ल मैले ल मेरो साथीको सालो हो क्या तेरो नियमको पुगेन भनेर मेरो त्यसैले फाल्दियो चितवन कसले घर भने चितवन
मेरो एउटा खतरा छ चाहिँ भनेको होइन कि तर हाम्रो तेन्जुले चाहिँ उसको लागि पुग्नुपर्ने भएको चाहिँ पुगेन अरे क्या कोमिनो छुने कुरा गरे कोमिनो भाषा केही चाहिदैन यस्तो त खाइसकेको छ मेरो चाहिँ खाइसकेपछि लेखेको 10 वटा क्वेसन हुन्छ त्यो क्वेसन चाहिँ सर पढ भनिदिन्छ म खाइसामा काम गर्छु नि त म दिनेपछि काममा छिर्छु नि मैले पढेरै रेड सु गरेर त्यस्तै आइसासु गरेर खाइसेमा काम गर्छु मतलब लसुनको खाइसा हो क्या शिवाकी लसुन कन्भिनीकै खाइसा क्या खाइसाको लसुन र ओनरको खाइसा भन्ने फरक हुन्छ नि अझ भन्दैछु त कुनैको लसुनमा चाहिँ खाइसके भए पनि नबोल चुप्पा लाएर काममा छिरे हुन्छ नि त पिप्प गरेर आफ्नो यसलाई मैले गरेमा चाहिँ मिल्दैन किन छोडे म 2 वर्ष ढाँटेको सिन हाजुभाइ आज सिन हाजुभाइ आयो नि त होइन लेखेको छ नि सिन हाजुभाइको लेख्ने माइक दिएको छ अगाडि कतिको भाइसमा बोलेको छ लेख अब त्यहाँ जेत्तै क्यामेरा चेक छ क्या मेरो चाहिँ तपाईँले मलाई गर्नु सक्यो तपाईँ मलाई गर्नु त्यसपछि बाइक अरूलाई सोचौँला मलाई गर्नु भनेको तपाईँलाई जिन्दगीमा खतरा इन्जोय चाहिँ हो मेरो सानै भन्दा पनि कलेज पढाइदिएको साथी हो +2 दिएको साथी हो ब्याचलर पत्रकार चाहिँ केमा गरे युट्युबमा कि उसमै कमर्स हो हामी कम्प्लिटली ब्याचलर पढिरहेको मान्छे हो 4 वर्ष पढिरहेको मान्छे हो संसार पढ्यो हजुर आम संसार पढ्यो होइन कता पढ्यो मैले बिबिएस पढेँ हो बिजनेस पढ्न मात्रै हुन्छ बिबिएस पढेँ हो पत्रकारिता मैले ट्रेनिङ लिएको 6 महिने तर तिनीहरू म यस्तो अर्काको पत्रकारिताको मालिक होइन नि त म आफ्नै पत्रकारिताको मालिक चाहिँ म आफै हो क्या म आफै मालिक हो आफ्नो अनलाइनको आफै मालिक हो मैले पैसा कमाउन खोलेको नि त पैसा कमाउँदै भनेर चाहिँ त्यतिखेर नि जापान हुँदा बढी पैसा कमाउँदै राम्रो हो जापान किन आएको कोरोना मलाई भिजिट नेपाल 2020 मा नेपाल सरकारले सुर्खेत जिल्लाको प्रमुख भनेर पठाएको लिडर तपाईँलाई चाहियो भने म देखाइदिन्छु सुर्खेत जिल्लाको प्रमुख लिडर नेपाल सरकारको सिफारिस गरेका के हो त्यसलाई अब सबैवटा सपना सम्झना सब बिर्सेर अब नयाँबाट म चाहिँ ब्रेकअप भएर आएको साथी छ नि ब्रेकअप भएर आएको जापान कति वर्ष 3 वर्ष भयो नि हल्ला म कम्प्लिट भएर चाटेको छु साथीसँग सोध्ने साथीहरू के छ साथीहरू सबै भन्छ मलाई अझै अब 4 वर्ष पुगेपछि नेपालको छ नि म बुलेट चढ्थेँ यो भनेको भर्खर आएको कुराहरू यो टिकटकमा के हाल्छ नि नेपालमा बुलेट यहाँ साइकल भन्छ नि उनीहरूले त्यो दिनलाई पर्न चाहिँ सेनमन सकेर ओर्कीमा गएर हामीसँग जब काममा चाक होइन र पछि थाहा भएछ नि बुलेट चल्दै मेरो पत्रिक लाइसेन्स तँ कहाँ सुनाउने खाइसा मात्रै सुनाएर है शिवा निक्केन नवराजले पढेको सेनमन गएको पनि यही पो रहेछ नवराज साथी तिम्रो हाम्रो साथीलाई भेटेको छ हजुरको नाम के भन्नु है प्रमोद भट्ट साथीलाई भेटेँ मैले अस्ति म पनि आएको थिएँ कि यहाँ नवराजसँगै आएको थिएँ यहाँ एकचोटि मात्रै आएको थिएँ नवराजले लाइसेन्स गरेर गाडी किन्छु भन्दै थियो लाइसेन्स अस्ति गुम्बा घुम्नु गएको थियौँ दाइ पनि सँगै पढ्नु हो हामी चाहिँ अहिले राजदरबारमा छौँ काकी ऊ दोस्ता नवराजको साथी रहेछ नि त नवराज त जिग्री हो नि हजुर गुम्बा खासीमा गएको थियो त अस्ति नै गाडी खासी पनि गएको हो थियो अघि सेनमनको कुरा गरेपछि थाहा भएको मलाई उसको सेनमन गएको फेरि यो हो कि होइन थाहा थिएन क्या भन्थ्यो केटाहरू म आउने प्लानमा नि म आइरहेको हुन्छु कि अस्ति हामी कुमासाको कन्सर्ट ए त्यति बेला नि म आउने कुरा थियो म उता खाना खावा गएँ हामी 10 वटा टिकट टाइम भइसक्यो छिटो ढिला भयो उता नमस्कार के को बारेमा रे इन्टरभ्यु चाहिँ जीवनी किन जापान आउनु भयो भने कोसेरलाई अहिले अब आइराखेको बिदा छ नि
जापा आउन खोजिरहेको छ नि र आएर पनि काम पाएको छैन नि त्यो सम्बन्धी उहाँलाई क्वेसन हुन्छ र म सम्बन्धी पनि एउटा क्वेसन हुन्छ ओके ओके म सम्बन्धी एउटा होइन 5 वटा हुन्छ क्यामेरा त फर्किरहेको हैन नमस्कार क्यामेरा दुईजना नि त मात्र बनाउनु पहिला सुरु फेस मात्रै हाल है तल मात्रै न ओके नमस्कार तपाईँहरू हेर्दै हुन्छ केशव च्यानल हैन के केशव च्यानलमा स्वागत छ हाम्रो दालजीलाई नमस्कार दालजी जापान आउनु भएको दिन छ म आएको 10 वर्ष भयो 10 वर्षको बिचमा तपाईँले भाषा स्कुल पढेर कति वर्ष तपाईँ मैले भाषा स्कुल तपाईँको 2 वर्ष हुन्छ जापान नर्मली 2 वर्ष पढेँ म 16 सालमा आएको 18 सालमा मैले भाषा पढेँ भाषा पढ्ने स्कुल पढ्नु भएको भाषा स्कुल पढ्दाखेरि तपाईँले के काम गर्नु होइन नर्मली नेपालीहरूले विदेश जापानमा के काम गर्छ त्यही हो कम्बिनी नर्मली बेन्तो त अब जापानिज शब्दमा बेन्तो भन्दा एउटा खाना प्याकिङ गर्ने नेपाली नभनौँ तपाईँले के गर्नु मैले त्यही गरेँ मैले कम्बिनीमा काम गरेँ 2 वर्ष गरेँ केमा ग्रोसरी स्टोरमा काम गरेँ 10 यो भन्दा त नेपालीहरूले सबै नबुझ्न सक्छन् एउटा पसलमा काम गरेँ भनौँ न नर्मली किराना पसलमा काम गरेँ त्यो हुँदै गर्दाखेरि तपाईँले त्यसपछि एउटा भाषा स्कुल सक्नुभयो सकेँ एउटा भाषा स्कुलको तपाईँले योग्यता प्राप्त गरिसकेपछि कुन हिसाबले तपाईँले किन्छु कुनै रोज्नुभयो मैले चाहिँ नेपाल हुँदा पनि मेरो सानैबाट एउटा बनाम एउटा केही गरौँ त्यसलाई मैले यो घरहरू टाइपको एउटा नयाँ केही गरौँ भनेर चाहना थियो त्यसलाई म गर्थेँ जापानमा आएर पनि यस्तै घरहरू बनाऊँ आर्किटेक्चर पनि काम गरौँ घरको डिजाइन गरौँ भन्ने सोचले नै मैले चाहिँ यो कामको तपाईँले कस्तो तपाईँले यसको डिजाइन गरेको सम्बन्धीमा कुनै पनि एउटा फेमस खतरा यो नारी टाइपको तपाईँ सुन्नुभएको नारी टाइपको डिजाइन गरेर मैले सक्नु भएको तपाईँले के टोक्नु मतलब अब मैले चाहिँ जापानमा नाम चिनेको नाइट एयरपोर्ट खाना एयरपोर्ट यसकै सानो एउटा टोयलेट पनि देखेको मैले टोयलेट उति आएर बाथरुम नाटा एयरपोर्टको टोयलेट तपाईँले डिजाइन गर्नु मैले तपाईँहरू सुन्नुहुँदैछ नेपालमा रहेको एउटा विद्यार्थीले जापानमा रहेको सबैभन्दा ठुलो एयरपोर्ट त्यो एयरपोर्टको टोयलेटको डिजाइन उहाँले गर्नुभएको अब आउनु भाइ मैले के भन्न चाहन्छु त्यो टोयलेटको डिजाइनलाई अब आउने विद्यार्थीहरूलाई किन्छु कुनै पढ्छु भन्दाखेरि कुन हिसाबले उहाँले यो नि पढ्दा बेटर छ है भन्ने कुराहरू चाहिँ उहाँकै मुखबाट सुन्नुहोस् नमस्कार म जापान आएको 10 वर्ष भयो र मैले टोयलेटबाट सुरु गरेँ तपाईँ घारो बनाउनुहोस् तपाईँ यता किचन बनाउनुहोस् भनिन्छ नि सिस्टमहरू बढी देखिन्छ त्यो सिस्टमलाई चाहिँ नेपालीहरूले युज गर्न नसकेको अवस्था आएको छ त्यो अवस्थालाई तपाईँ आफै टोयलेट बनाएको अवस्था हुनुहुन्छ त्यसलाई तपाईँले कसरी लिनुभएको मैले यसलाई खासै ठुलो कुरा लिँदिनँ किन भन्दा तपाईँको यो यो कुरा कसरी दिनुहोस् फेसबुक हेरी भनेको काम नभएका बेरोजगारीले हो राम्रो काम भएको मान्छे भनेको इन्टरनेटमा डेभलप गर्ने हामी जस्ता यङहरू भनेको देश विकासमा लाग्नुहोस् काममा लाग्नुहोस् घर बनाउनुहोस् जग्गा किन्नुहोस् प्रगति गर्नुहोस् यो मेन्सहरूमा हेर्ने होइन फेसबुक चलाउने नलाग्नुहोस् आज म यो समयमा सुन्न अचम्म लाग्दा फेसबुक चलाउँथेँ फेरि फेसबुक अकाउन्टै छैन 20,000 रुपियाँ म टिकटक हेर्दिनँ सस्तै हो धेरै मैले बुढी गरेँ तर के भन्नुहुन्छ म हेर्दिनँ म जस्ट आफ्नो लाइफमा म नाइटमा ट्रायल बनाएर भोलि म हानेदामा किचन बनाउँछु जस्तै त्यो हाम्रो म भोलि उनी होटलमा गएर होटल खोल्छु फ्ल्याटमा म भोलि चिबा एउटा पसल राख्छु युगान्डाको मान्छे होइन मेरो कुरा हो नि होइन चिबा निकेनमा म भोलि स्टुडेन्टलाई तान्छु बिजनेस गर्छु अर्को चिबा निकेनमा टोकियो निकेनमा आफै खोल्छु त्यो ममा एउटा सोचेको म यो मिल्ने गर्छु कुनै कम्पनीमा के काम गर्नु घरहरूको त्यही भयो नि मैले अलिक समस्या हुने सबैले बुझ्नु भएको छ याद भनेको एउटा डिजाइन र नर्मल्ली कुनै पनि घरको नक्सा पास हुनुलाई याद बनाउने भनिन्छ त्यो चाहिँ अनिवार्य छ जापान जस्तो विकसित देशमा चाहिँ कुनै पनि घर पार्किङ पेन्डिङ कम्प्लिट जसरी बनाउनुहोस् है नेपालमै छ नक्सा पास हुँदै भएको हाम्रो बाले मेयरजीले भन्नुभएको छ अहिले फिक्सर भएको छ नि त त्यो सम्बन्धी जापान त्यो भन्नु अगाडि छ गएर जापानमा बसेको नागरिक भएको अझै पनि राम्रो काम गर्न चाहन्छु त्यही भएर मैले काट्नु चाहिँ अझै आउने विद्यार्थीहरूलाई म अझै पनि काट सिकाउन चाहन्छु अब हाम्रो भाइ बहिनीहरू के भन्नु म भन्छु अब जापान जुन भविष्य बोकेर नयाँ भविष्य सुनिश्चित गरेर आउनु भएको छ उनीहरूलाई सेन्मोन काटको स्कुल खोल्दाखेरि अलिक राम्रो नेपाल गएर केही विकास होस् भन्ने चाहना राखेर लापरवाहीका साथ जापान गएको तपाईँलाई हामीले चिवा निकेनमा रहेका पूर्व विद्यार्थीसँग के कुरा गर्यौँ पूर्व विद्यार्थीसँग कुरा गर्दाखेरि उहाँको मनसाय पनि सबै बुझ्यौँ तपाईँहरूलाई के लाग्छ 100% कमेन्टमा प्रतिक्रिया दिनुहोला धन्यवाद
हामी चाहिँ निस्किन आएको राजदरबारबाट धेरै पछि भेट भयो झन् होइन सोचेकै थिइनँ म नि आउने प्लानै थिएन कि बिहान हस्पिटल गएको थिएँ अनि दार्जिलिङ दम भयो भनेर रमाइलो पनि भेटेर झन् दुईजनामा चाहिँ पहिल्यै देखेको थिएँ मलाई तपाईँले मैले देखाएन मलाई चाहिँ भट्टेसाले देखा होला भट्टेर म एउटै मलाई तैँले नि भट्टेरमा एउटै भन्छ नि त भट्टेर मलाई सबै एउटै भन्छ क्या जुगा भन्छ क्या उसलाई मैले दाइलाई त मैले महेश जस्तै सोचेको हो मेरो साथीको महेश थियो एउटा जिग्री भेटेको ल फेरि हजुरसँग बस्दा चाहिँ फेरि यस्तै यस्तै आउँछ कि बस्दा चाहिँ फेरि यस्तै यस्तै भिडियो आउँछ कि ल भर्खर भेट्यो भने त फेरि कहिले बस्यो उसँग म एउटा सुनाइन्छ नि त तिमीलाई सुन एभ्रिडे हसल जारी होइन कुनै खानदानी एभ्रिडे हसल जारी होइन कुनै खानदानी बस न तिमी हसल जारी होइन कुनै खानदानी छाप्छु 3-4 पेटी तर कम भइरहेछ आमदानी पूर्वबाट उदयमा बिहानको घाम बन्यो होइन त्यस्तो खतरा मचिँदैन कसैले नाम भने निस्के पूर्वबाट म छिन्ताङको तोप तान्दै हाई हुन साथ ड्रप बारहरू डोप मात्रै इच्छा हिपहप भोग गर्ने लाग्न थाल्यो भोक मलाई हङ्गर कति छ भनी प्रयास नगर सोध्नलाई थाहा छैन के हुन्छ भोलि अन्य नै छ भविष्य थाहा छैन के हुन्छ भोलि अन्य नै छ भविष्य थाहा छ जग छैन राम्रो भन्ने फर्किन्छ साथमा छैन तिमी तर मलाई तिमीलाई सम्झिन्छ बाहिर हाँसो ठिक्क तर पीडा नै छ मनभित्र कस्तो लाग्यो एकदम हजुर एकदम किप इट अप यो राम्रो छ है किप इट अप यो मोटिभेसन मैले लिएर हिँड्नु यस्तै हो यस्तो भनेको यस्तै हो गर्दै जाने हो जब पढ्छ तब टर्छ कुरा भनेको यस्तै हो दामी अनि ठिक छ आज अँध्यारो भोलि उज्यालो चलिरहन्छ यो गोलो 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 दाइ हजुर अब यसो न होइन म तिमीलाई जब हामी एउटा हामी पनि आज चिपाबाट यता आएको तिमीलाई भेट्न पाएको ल तिमीले पनि हामीलाई एउटा लुस दिएको त्यही भएर हामीले तिमीलाई झन्डैमा तिमी मान्छेले यसो एकदम कुल क्या त्यही भएर तिमीले हामीले मनाएको अप्रिल फुल क्या arigato gozaimasu ore yuanai kedo arigato gozaimasu ore yuanai kedo हामी नेपाली भएर रगतको ट्याप हान्ने मान्छे म होइन ट्याप लाउने मान्छे गाजर गोटी तिम्रो पनि आउँछ भने काममा ओटी मिलो नि होइन यो भन नि भाइ तिमीले थाहा छ यो हो एउटा 7-Eleven क्या 7-Eleven जापानिज पसल पख न तिम्रो गाउँमा अदिन्छ होला एउटा अन्न र फसल त्यो तराईतिर चल्छ नि एउटा फसल क्या अन्न क्या हाम्रोतिर भन्छ ल अन्न र बाली यो होइन भाइ इन्डोनेसियाको बाली यो एउटा जापानको एउटा सिटी त्यसैले भाइ म तिमीलाई देखाइदिन्छु हो एउटा दाहाल तिमी होला भाइ साई होइन त्यसैले भन्दै मैले तिमीलाई म गर्दैछु भाइ साई भाइ भाइ होइन हामीले भेट्दाखेरि गर्छौँ वेलकम जाँदाखेरि गर्छौँ भाइ भाइ या तिम्रो मैले साइकल अघि भर्खर मागेको थिएँ नि होइन त्यसैले त म घर जान चाहन्छु नि तर तिमीले मलाई साइकल दिएनौ होइन तर जान्छु म अब हिँड्दै पनि होइन मलाई साइकलमा पठाउन मन थिएन मलाई कारमा पठाउन मन थियो अब साइकलमा जान चाहन मन छ भने म साइकल दिन्छु तिमीले चाहिँ मान्छे हल्का थोरै आडी ल ल्याउँदै नि त मलाई एउटा राम्रो गाडी ल्याम्कीमा मर्सिडिज मलाई पुलिसको विशेषहरू अनि राडी 16 को उमेरमा छम्म पट्याउन गुलाबको फुलसँग प्रेमपत्र दिएको थिएँ दाइ उसको टोलेडन बाउरछ खाडीमा त्यसलाई नाइटमा कल गर्न फोन नम्बर पनि मागेर लिएको थिएँ मोरिती साह्रै च्वाक बढ्दो उमेर सँगैको पैसाले आमानी कम होइन दिनभरको मेकअप र बुढाले पठाएको गाडीको पैसाले रातिको 10 बजे बाउको खल्तीको निकाली कटकटे चढेर भटभटे लागे म उसको घरपट्टि रातिको 10 बजे बाउको खल्तीको निकाली कटकटे चढेर भटभटे लागे म उसको घरपट्टि दाइ उसको टोलेडन बाउरछ खाडीमा त्यसले नाइटमा कल गर्न फोन नम्बर पनि मागेर लिएको थिएँ
अहिले त्यसकै पैसा चढेछ म भटभटे त्यही त होइन बरुले उसले कम्प्लिट कुनै मोडमै थिएन यो एकदम चिलमा दिइरहेको थियो भाइ तिमी थियो म ठुलो हुँदा पनि तिमी थियो क्या एउटा सिगार्ने मजा त म साइतमबाट आएको चाहिँ किनागे अघि म पछि खुट्टा तान्ने कति ऱ्याप गेम अपराध गाइजन थर अपराधी गन्तव्य स्टेजसम्म पुर्याउनेछ प्रतिभाले के गरेर खान्छस् भनी प्रश्न गर्थे मलाई बाले तर मलाई बाल बे अरूको कुराको बाको कुरा मनमा छ बाटो नहिट कुलतको मेरो सङ्गत मसँगै फल पनि सङ्गत गुनाको तेरो डोप ऱ्यापर खाए पुग्दैन खुराक ब्रो चल पल दिँदा हामीले हलचल हुने सहरदेखि गाउँसम्म खल बल लिने हामी अति खुङखार अरू खल बल लिने रविन्द्र ढाँट जिन्दगी दाउमा बाउमा गाउँमा छोरा छ चार्जमा भइरहेको छ अझै ल्याङ बिग्दैछु भाउमा बिरानो ठाउँमा आशीर्वाद पाउमा त्यसैले चल्दैन तेरो त ज्ञान मलाई चाहिने भनेको दाम सिएस घले विनोद चौधरी अनि गाइजनको आफ्नो नाम गेममा सबैलाई पेल्न हुन्छ सबको चङ्गा वान लभ फर हस्लर्स उत्तर दक्षिण गाइज द बेस्ट नो क्याप टाउकोमा काफिए कल्मिया कतारी सेट कोला छ घिउ दिन्छु छानेर ल्याङ थकाली सेट गेममा सबैलाई पेल्न हुन्छ सबको चङ्गा वान लभ फर हस्लर्स उत्तर दक्षिण इस्ट वेस्ट इज द बेस्ट नो क्याप टाउकोमा काफिए कल्मिया कतारी सेट कोला छ घिउ दिन्छु छानेर ल्याङ थकाली सेट पैसा चाहियो मलाई पैसा चाहियो मलाई पैसा भारू भयो नि मेरो भयो नि डलर भयो नि सिक्का भयो नि चाहियो मलाई पैसा चाहियो मलाई पैसा ओसी मोनोवा डायमन्ड चेन मान्दा के इरु इराने सेन ओमाय दारे ओरे गाइगु गुजन सुकिना ओनावा थाइनन्द जिन इच्छु म मितेरु हातको आसिन इच्छु का रोतो आता तरा ओमाय नि प्रेजेन्ट त खान त किन खाजुको ओमाय दासु त साबिसी किबिसी तेन्छु मितारा खाना सिनानी का युतेरु नुवा कारण हाना सिसिको त सिसुगी ओसी वा मसा मुजिका जस्तै जाछु इच्छु म नेमु ताइने नानी कया कुनी थाहा छु नानी म वाकार नाइने यस्तै छ जिन्दगी बेस्तै छ जिन्दगी निन्द्रा मारी छोरा बेस्तै छ जिन्दगी किस्तामा तिर्दैछु ऋण जति सुस्तमा खाइदिन्छु सिन जति खाँचो छ यहाँ अहिले पैसाको मलाई खाँचो छ त्यहाँ पनि पैसाको तँलाई बाबुले जस्तो कहिले सर्काउनु चलाई सक्छु पैसा अब मासुमा चलाई नेताको जस्तो मलाई धन चाहियो गरिबको जस्तो मलाई मन चाहियो कप्सको जस्तो मलाई गन चाहियो राइनोको जस्तो मलाई हन चाहियो गरिबको bitch. What's poppin'? Brand new tape, just drop it. I got options, I can pass that bitch like stocking. Just joshing, I'll spend this holiday locked in. My body got rid of them toxins. Sports in the top 10. Excuse me, beg your pardon. With the boys squealing like they got him. Then I hit him back, headshot him. R.I.P. moment of silence. Look, I can pass that bitch like CP3. Better call me, dry, let me MG, please. Look, she's smiling. On that day, we're wildin'. Yes, sir, that's how we do. Coming out of straight out of Kathmandu. Before you exit, don't get it twisted. Your pics, cause it's swine flu. Mind you, the most wanted. Plus the flow is so supersonic. Headed from the top, yeah, it's ironic. Anything to everything, dream I've done. You think you're the guy you miss when you try. Real strong exist in your life, yeah. Resonate to the bass in a drum kit. When the smell fill up the air, my heart feels like hell, yeah. Last will is a revolution. Never give up, you know, and keep moving. सो फाइनल्ली म चाहिँ मेरो बिदा सकेर अब मेरो रुमतिर फर्किन लागेँ गाइज अनि भोलि चाहिँ सोमबार हो सोमबारबाट शुक्रबारसम्म चाहिँ मेरो काम हुन्छ म बिजी हुन्छु अनि यसपालिको बिदा चाहिँ ओभरअल एकदमै रमाइलो भयो होइन धेरै पछि रिफ्रेस भएको फिल भयो अनि धेरै जापान धेरै वर्ष बस्नुभएको दाइहरूसँग पनि भेट्ने मौका पाएँ होइन दाइहरू सबैजना एकदमै रमाइलो हुनुहुँदो रहेछ अनि नजिकै बस्ने पनि हुनुहुँदो रहेछ क्या यतातिर फुकुओकाबाट यता आएपछि चाहिँ खासै मेरो साथीहरू थिएन क्या जस नयाँ दाइहरू पनि चिन्ने मौका पाएँ अनि 7 वर्षपछि मेरो साथीसँग पनि भेट भयो एकदमै खुसी लाग्यो साथीलाई भेटेर अनि नवराज साथी चाहिँ मेरो गाउँकै साथी हो नवराज साथीको ऱ्याप पनि सुन्यो ओभरअल एकदम रमाइलो भयो अनि अब चाहिँ म मेरो रुमतिर फर्किँदैछु यहाँबाट 1 घण्टा 10 मिनटमा चाहिँ लगभग म मेरो रुम पुग्छु अब त्यही हो अनि मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु नबिर्सिनु होला अनि नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला तपाईँहरूको
एउटा सब्सक्राइब पनि मेरो लागि एकदमै ठुलो मोटिभेसन हुनेछ। मैले सधैँ नै भनिराखेको छु होइन, एउटा सब्सक्राइब पनि मेरो लागि एकदमै ठुलो कुरा हो। सो नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। ओके, बाई बाई, टेक केयर, सी यू अन माई नेक्स्ट भिडियो।